guys, welcome to our mini vlog. दाइको vlog अनि म चाहिँ हामी चाहिँ कीर्ति र म चाहिँ वहाँ के अरे घुम्न जान लाग्छौँ पढेर के अरे बिहान आयौँ अनि 10 बजे बिदा भयो अनि हामी चाहिँ वहाँ घुम्न जान लाग्यौँ। यस्तै खाली बस्दा बस्दा के अरे घर बस्दा बस्दा वाक्क लाग्यो खाली बस्यौँ अनि यस्तै घुम्न आयौँ हामी कहाँ घुम्न जाऊँ भन्थ्यो फिल्म हेर्न जाऊँ भन्थ्यो। फिल्म चाहिँ कसरी हेर्ने दिनका दिन फिल्म हेर्न गहम चाहिँ कहाँ फालम भएर अन्डरल्यान फालेको हल्का धनी पर्यो त्यसैले भन्नु मिल्दैन। हामी चाहिँ अन्डरल्यान्ड जान लाग्यो मतलब दुईवटा वाटर पार्क एउटा फन पार्क एउटा अन्डरल्यान्ड अनि अन्डरल्यान्ड र फन पार्क उस्तै हो अनि नजिक चाहिँ फन पार्क पर्छ जस्तो फन पार्क जान लाग्यो बजेटहरू छ जानुपर्छ 50-50 हो अनि हामी चाहिँ अहिले बसमा छौँ चलो बसमा कीर्ति बहिनीको त्यस्तै हो अनि यस्तै पढिदिउँ अनि पढ्यौँ डिस्कोर्स पढ्छौँ निस्क्यौँ अनि सिधै घर नगर्छौँ यहाँ हामी भोकै छौँ पेट गएर अब घर गएर रोस्टा मासु खानु पहिला सोध्छ पसल छ नि हाम्रो होटल त्यसैले सुनाएको है मैले फेरि तर हो रियलमा होटल छ हाम्रो अनि त्यही नै हामी के अरे घर जानुभन्दा अगाडि हामी केही खाएर ठुसेर जान्छौँ। हामी क्याफे जाने हो डी क्याफे जाने हो अनि बबल टी खाने हो अनि मोमो खाने हो पिज्जा खाने हो अरू बजेट छ यहाँ त्यति खाने अनि कोक खाने अनि आइहाल्ने यस्तै अहिले चाहिँ 9:55 भयो किनकि आज सर अप्सन हुनुहुन्थ्यो हाम्रो अनि छिटो पठाइराख्नु भयो त्यसैले नत्र हाम्रो 10 बजे ठ्याक्कै बिदा हुने हो आज हल्का छिटो भयो अनि त्यसैले त्यहाँ पुग्ने फोटोसोटो खिच्छु अनि यस्तो वाटर घुमेको सबै भिडियोहरू फोटोहरू सब खिच्छु कपाल कस्तो बिगाड्यो यस्तो राम्रो कपाल सब बिगाड्यो फोटोसोटोको सब खिच्छु तपाईँहरू चाहिँ हेर्दै जानु होला मेरो रमिता के आएको यहाँ राम्रो नै छु म वास्तवमा भन्नुपर्छ हल्का काली भएर मात्र राम्रो नै छु रोगी नै सो हाम्रो वाटर पार्क गइसक्यो अरे के जीवनमा पहिलोचोटि हामी जान लाग्यो यसरी कहिले गएनौँ लास्ट सिटमा बसेको देखिन्छ के रोडमै हो त्यसैले हो अनि देखिन्छ भने बसेको लास्ट सिटमा र बाई अरू चाहिँ बाँकी भिडियो अर्को पार्टमा देखाउँछ हजुरले है बाई गाइस सो हामी चाहिँ फेरि जान लाग्यो हामी चाहिँ भिडियो बनाउन पाएन भन आदि किनकि हामी फेरिसक्यो अनि हामी फेरि माथिबाट फेरि तल आउँदाको छ यस्तो मजा आइरहेको छ हेर्नु साथीहरू छिटो आउन ओ ढिलो आएको ए सरी माई साथी दिनुहोस् हामी चाहिँ फेरि ब्लगमा फेरि जोइन भएको साथीहरू हामी फेरि आएको फेरि अनि हामी चाहिँ फेरि भिडियो नजाउँ माथि गएर यस्तो मजा आउँदो रहेछ हेर्नु तपाईँलाई देखाउँछु हेर्नुहोस् हामी माथि जान लाग्छौँ अब अनि खुसी रहेर नि जीवनमा पहिलोचोटि आएको अनि त्यसैले चाहिँ मेरो साथी हो गाडी हाम्रो हेरिदिनुहुन्छ फेरि आयो लिएर आयो मगा लगाउन पाइँदो रहेछ मजा आउँछ अगाडि तिमी जाऊ अब तिमी जाऊ रोटी न फेरि हामी चाहिँ आइसक्यौँ माथि जाने हो फेरि मजा आइरहेको छ पहिलोचोटि आएको अनि त्यसैले तिमीलाई पानी जाने अब म जान्छु अगाडि
हामी अब यसमा जान्छौँ है साथीहरू एमा कीर्ति मेरो साथी के अरे आइतबार यस्तो के अरे शनिबार अनि आइतबार आउनुहुन्न कि धेरै भिडहरू हुन्छ आज कुन बार हो है हामी चाहिँ मङ्गलबार आएको किनकि भिडै एउटा कोही मान्छे होइन खेल्ने मान्छे भनेको हामी दुईजना यस्तो आनन्दको लाहा अनि यस्तै अब अर्को भ्लगमा हेर्नु होला भन्न मिल्दैन अब यो यहाँ चाहिँ अब नखेल्ने मतलब खेल्ने टपमा नखेल्ने त्यहाँ डुबिन्छ क्या खेल्न आउने हाम्रो स्विमिङ भन्छ के भन्छ स्विमिङै भन्छ बन्द रहेछ यसो अनि हामी चाहिँ तल जान गएको अब तल सानोलाई खेल्नु सबसे ठुलो होला त्यो बच्चावाला हो अनि बच्चावालामा खेल पहिला भनिदिए हामी न त बालक देखेर त्यही त सुनाइदियो नि त त्यो चाहिँ बच्चावाला खेल पठाइदिए हामीलाई अनि मलाई खेल्न मन लाग्यो खेलौँ न है भनौँ न एकचोटि फेरि भनौँ न तर मोबाइल बिनाको हो डर लाग्छ ल मोबाइल चाहिँ अब राखिदिउँ है भिडियो पनि डर लाग्छ मोबाइल चाहिँ राखिदिन्छौँ ल बाई अर्को भ्लगमा हेरौँ ल अब सो गाइस हामी चाहिँ खेलेर आयौँ हामी सबसे टपमा छौँ हामी सबै मतलब दुईजना क्या सँगै दुईजना हेलो कीर्ति यहाँको नजारा ल हेर न घरै छैन यस्तो मजा है सबै देखाउँछु कीर्ति Sama-sama terus. साथीहरु म एकैकिन जाने भनेर साथी गएन म पनि किन जाने हैन मलाई डर लाग्छ कि भन्नुभन्दा वास्तविक योमा डर लाग्छ यो पानी आउलायो हामी कस्तो जाडो लाग्यो म यो के पानीमा मोबाइल लिएर आउने ल हराएर पर कीर्ति गइसके हामी त यतिखेर हामी त्यहाँ के अरे जाडो हुन लाग्यो अब चिया खानु पर्ला त्यहाँ गएर सो गाइस अब यति अब के गर्नु गरिदिरहेको मान्छेलाई के छैन अब यति हामी कति बज्यो 12 बज्यो कि भन्छ हामी 2 घन्टा हामी खेलेको 2 घन्टा भयो मेरो 2 घन्टा भयो कीर्ति खेलिरहेछिन् हामी चाहिँ अब घर जान लाग्यो घर त के भनौँ अब घरै जान लाग्यो नास्ता सास्ता खाएर जान लाग्यो खेला नास्ता सास्ता खाएर जान लाग्यो हामी घर अनि त्यसरी धेरै खेल्यौँ क्या अब जाडो हुनलाई हामीलाई अनि घर जान लाग्यो एउटाबाट कीर्ति आएर भयो रमाइलो लाग्यो जे होस् हजुर पनि यता कतैको नेपालगञ्जको कतैको हुनुहुन्छ भने हजुरले यहाँ भिजिट गर्न चाहिँ नबिर्सिनु होला फन पार्कको यहाँ चाहिँ दुईवटा छ खेल्ने ठाउँ एउटा अन्डरल्यान्ड हल्का पारी एउटा चाहिँ यहाँ फन पार्क छ आउनु होला खेल्नु होला रमाइलो छ टिकट पनि सस्तै छ यदि स्विमिङ गर्न चाहनुहुन्छ भने नुहाउन चाहनुहुन्छ भने 600 लाग्छ कस्ट्युम सहित
ड्रेस पनि दिन्छ कि यहाँ 500 हो ड्रेस जोडेर चाहिँ उति के अरे 100 हो 600 भयो जोडेर अनि यदि हजुरले घरैबाट ड्रेस ल्याउन छ भने पनि भइहाल्छ केही हुन्न 500 मा घरबाट ड्रेस छ भने भइहाल्छ आउनु होला उयो चाहिँ गेट हो जान खेल्यौँ रमाइलो भयो अब घर पनि पछि त जाने होला खान्छौँ फेरि डुल्छौँ को जान्छ चाँडै घर हो कि नि ओ जेन्टलम्यान हा